कोच प्रमोद पालो अब डेसिजनको। आसाङलाई गाह्रो भयो। अब गायकी हेर्ने हो भने पनि लगभग इक्वेल नै हुनुहुन्छ, बराबरै हुनुहुन्छ। पर्फर्मेन्स हेर्ने हो भने पनि दुवैजनाको बराबर पर्फर्मेन्स छ। कोचेसहरूबाट नै कमेन्ट आइरहेछ त्यही नै, र दुवैजनालाई छुट्याउने त्यस्तो धेरै पोइन्टहरू छैन। दुवैजनामध्ये एकजना लानुपर्ने र केही साना तिना कुराहरू र भोलि स्ट्रङ टिम पनि चाहिन्छ, र स्ट्रङ हिसाबमा मैले ऱ्यान्डमली जो छान्दा पनि टिम प्रमोदभित्र त्यो स्ट्रङ ट्यालेन्टै पुग्छ। दुईजनामा जो छाने पनि स्ट्रङ नै हुन्छ, त्यस कारणले छुट्याउन एकदम गाह्रो भयो। तर पनि अडियन्सको पोललाई पनि याद गर्नु पर्ला जस्तो लाग्यो मलाई। हो यस्तो बेला गाह्रो हुन्छ क्या, राम्रो राम्रो गाउने सबै त्यतातिर जाने होइन नि त। यस्तो बेला चाहिँ एकदमै गाह्रो हुन्छ है। अहिले चाहिँ म विक्रमलाई लिएर जान सक्छु। बधाई छ विक्रम, नकआउटमा प्रवेश गर्नुभएको छ र सँगसँगै प्राप्त गर्नुभएको छ डेनभरको तर्फबाट गिफ्ट ह्याम्पर पनि। कङ्ग्रेचुलेसन। के हो साथीले त केही पनि नभनी गयो, न हक गर्यो, न केही भन्यो, न आफूले न बधाई भन्यो। तर आश अझै पनि मरेको छैन। कोचहरूसँग विशेष अधिकार छ, स्टिलको र यस गरी यहाँको कोचसँग अधिकार छ सेभ गर्ने। यदि कोचहरू त्यो अधिकार प्रयोग गर्न चाहनुहुन्छ भने रन्जिता इज ओपन फर सेफ एन्ड स्टिल। अब रन्जिता केही बुझेको यहाँ अगाडि आएर हेरौँ, केही बुझेको यहाँ। 3 जना कोचरले स्टिल